हामी त लकी रहेछ होला अवस्था गर्न आएको अनि धेरै खुसी यो चाहिँ एकदम ऐतिहासिक नेपालले पहिलो पटक टेस्ट प्लेइङ नेसन नेपाली क्रिकेटमा ऐतिहासिक विजय वेस्ट इन्डिजमाथि 19 रनको जित शारजाह युनिटी कप T20 सिरिजको पहिलो खेलमा नेपालले दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजलाई 19 रनले पराजित गर्दै इतिहास रचिएको छ। यसअघि नेपालले कुनै पनि फुल मेम्बर नेसनलाई हराएको थिएन, त्यसैले यो जित नेपाली क्रिकेटको अहिलेसम्मकै ठूलो उपलब्धि मानिएको छ। पहिले ब्याटिङ गरेको नेपालले संयमित र आक्रामक प्रदर्शन गर्दै प्रतिस्पर्धात्मक लक्ष्य खडा गर्यो। त्यसपछि नेपाली बलरहरूले योजनाबद्ध बोलिङ गर्दै वेस्ट इन्डिजका स्टार ब्याटम्यानलाई दबावमा राखे। अन्तत वेस्ट इन्डिज लक्ष्य पछ्याउन असफल भएर नेपाल 19 रनले विजयी भयो। खेलपछि कप्तानले भने यो केवल हाम्रो मात्र होइन, सम्पूर्ण नेपाली जनताको जित हो। यस ऐतिहासिक नतिजाले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ परिचय दिलाएको छ। अब नेपाल सहभागी मात्र होइन, जित्ने टोलीको रूपमा उदाउँदैछ। बधाई छ नेपाललाई।